आज हामी बनाउँदैछौँ क्रिस्पी आलु चप है त। सो सुरुमा चाहिँ हामी पहिला आलुलाई एकदम पातलो गरेर काट्छौँ र ओभनमा अथवा कुकरमा सिटी लगाउनु भयो भने हुन्छ। मैले चाहिँ ओभनमा गरेको छु। 8 मिनट जति हालिदिएँ। त्यसपछि आलु चाहिँ लगभग हाफ होइन, लगभग बोइल नै हुन्छ, तर धेरै बोइल पनि नगर्नु है, एकदम केयरफुल हुनु। त्यसपछि मैले बेसनको पिठो लिन्छु, यसलाई चाहिँ मैले मजाले छान्छु पहिला र यसमा चाहिँ अब मरमसलाहरू हाल्छु है त। सुरुमा हालेँ मैले नुन हाल्छु, त्यसपछि यसमा अलिकति बेसार, फुड कलरहरू चाहिँ प्राय युज नगर्नु होला, बेसारले नै अलिकति आइहाल्छ है। अनि जिरा, कोरिएन्डरको धुलोहरू हाल्छु। मरमसला चाहिँ तपाईँलाई जे मन लाग्छ त्यति हालिदिँदा हुन्छ, झ्यामझ्याम। अब मैले चाहिँ यहाँ आम्चुरहरू पाउडरहरू थियो त्योहरू हालिदिएको छु होइन। चाट मसलाहरू, खुर्सानी, नुन खुर्सानी बेसिक कुराहरू हाल्ने हो, मैले त्यस्तै नै हालेको छु। अनि यसमा एक्स्ट्रा अलिकति टक्क हाल्नलाई चाहिँ टिमुरको छोप पनि हालिदिएँ है। सबै सर्र मसला हाल्नु मजाले, अनि टक्क लाएर पानी हाल्नु, च्वाइँ घोलिदिनु। घोल्दाखेरि धेरै पातलो पनि नबनाउनु, धेरै बाक्लो पनि नबनाउनु, ठिक्कको यतिको भयो भने दामी हुन्छ है। सर्र गर्नु। यति भइसकेपछि अघि हाम्रो उसिनेको आलु चाहिँ टक्क यहाँ खनाइदिनु, सेट हुन्छ एकछिन होइन। सेट हुन दिनु, टक्क यतिकै राखिदिनु, मजा हुन्छ। एकछिन त्यहीँ कोटिङ भइरहेको छ भनौँ न, टक्क अनि एकछिनपछि टक्क तातो तेलमा स्वाइँ हालिदिनु। ओहो हो, यस्तो मिठो आलु चप रेडी हुन्छ नि। सजिलो, जाडो महिनामा त झन् मिठो पनि हुन्छ, रमाइलो। ल हेर्नु न, यस्तो दामी छ कि अब के गर्ने। ल है त, घरमा बनाउनुहोस्, खानुहोस्, इन्जोय।